यो उहाँको लघुकथाको बारेमा प्रशस्तै चर्चा भइसक्यो, त्यसबारे फेरि चर्चा गर्नु म चाहन्न, किनभने मैले पढेको पनि छैन। तर यो अहिले यता एक दशकदेखि हाम्रो नेपाली साहित्यमा लघुकथा सबभन्दा बढी चर्चा भएको विधा नै लघुकथा हो र सबभन्दा बढी उर्वर विधा पनि त्यही जस्तो लाग्छ। यसको रुट कज हुन्छ नि, रुट कज चाहिँ हाम्रो श्रीहरू तुलसी भाइहरू, किनभने लघुकथा समाजले यो लघुकथालाई इस्ट्याब्लिस गर्छ, यो ठुलो कुरा। र म चाहिँ के भन्छु भने यो चाहे लघुकथा होस्, चाहे कविता होस्, चाहे नाटक होस्, चाहे पेन्टिङ होस्, सिनेमा होस्, त्यो सबै आर्टकै विधाहरू हुन्। हामी सबै संसारका जति मान्छेहरू छौँ, हामी सबै स्टोरी टेलर हौँ। कथा भनेदेखि हामीसँग सबैसँग कथा छ र त्यो कथालाई कसरी भन्ने मात्रै प्रश्न हो। र यो चाहिँ अनि म बारम्बार भन्ने गर्छु कि यो कला भनेको के हो? कला भनेको एउटै चिज हो, हाम्रो एक्सप्रेसन, के अरे इमोसनको एक्सप्रेसन, हाम्रो भावको प्रकटीकरण, अर्कै पनि होइन। हामीसँग भाव छ, त्यसलाई प्रकट गर्छ। हामी सबैसँग भाव छ, सबैसँग कथा छ। र अहिले शोभाबेनले कस्तो मार्मिक कुरा कि अहिले रगतको आँसुले लेखे भन्नुभयो, त्यो भाव छ, भावलाई प्रकट गरिदिनु भयो उहाँले। र यो भाव भन्ने कुरो चाहिँ कस्तो रहेछ भने हामी अहिले नै विचार गरौँ, सबैसँग भाव छ। त्यो भावको न रूप छ, न रङ्ग छ, न भाषा छ। अनि जब बाहिर आएपछि एउटा सङ्गीतकारको भाव बाहिर आएपछि सङ्गीतको लयमा व्यक्त हुन्छ। एउटा चित्रकारको चाहिँ मनमा भाव उत्पन्न भएपछि रङहरू क्यानभासमा उसले चित्र बनाइदिन्छ। एउटा साहित्यकारले त्यो भाव बाहिर आएपछि कविता कथामा चाहिँ व्यक्त गर्छ। एउटा अभिनेताले त्यही भाव आएपछि अभिनय गर्छ। आखिरमा रुट कज भनेको भित्र स्रोत भनेको त त्यही भाव नै हो, इमोसन हो, अर्कै पनि हो। हामीसँग सबैसँग छ र हामीले प्रयास गर्यो भने त्यो देख्न सकिन्छ। र सबभन्दा तागत भनेको चाहिँ के हो कलाको भने यसले डिप्रेसनबाट बचाउँछ, एन्जाइटीबाट बचाउँछ। यो त्यस्तो तागतदार चिज हो। र यो हामी सबैले प्रयास गर्यो भने हामी सबै कथाकार हुन्छौँ। तर प्रश्न कहाँनिर छ भने यसमा एक चिज छ, त्यो कला सौन्दर्य। व्यक्त त गर्छौँ, लेख्छौँ होइन, यो किताबहरू थुप्रै छन्। अहिले प्रश्न किताब छापिनु होइन, प्रश्न पाठकको अभाव त्यो ठुलो। भोलिदेखि यो कहाँ कसले झोलाभित्र बस्दै हामी प्राणले बाँच्छौँ नि हामीहरू, त्यो स्थिति नआओस्, त्यो एउटा ठुलो च्यालेन्ज छ हामीमा। र त्यसै कारणले अब हाम्रो च्यालेन्ज भनेको त एआई अगाडि छ नि, एआईले लेखिदिन्छ सबै कुराहरू, त्यहाँ पनि चुनौती छ। त्यो चाहिँ अब लेख्दाखेरि या चाहिँ मञ्चन गर्दाखेरि पनि या गीत गाउँदा पनि त्यो जुन कला भन्ने तत्त्व छ, त्यो कला तत्त्व चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ। यहाँ म अस्ति हाम्रो यहाँ सरनाम थिएटरमा हामीले आर्ट ग्यालेरी ल्याएको छौँ कि, अनि त्यहाँ एब्स्ट्रेक्ट पेन्टिङहरू हुन्छ, अमूर्त कलाहरू। अनि हाम्रो आफू चाहिँ नबुझ्ने कविता लेख्छ नि त, कविहरू बुझ्दैन भन्छ कि। अनि विद्वानहरू बौद्धिक मान्छेहरू आउँदा पनि के हो चित्र बुझ्दैन भन्छ। त्यो एकदम विडम्बना हो नि हो। अनि एउटा हाम्रो कलाकारहरू नातिनी सानो बच्ची आइ ग्यालेरी छिरेपछि हो एब्स्ट्रेक्ट पेन्टिङ आई लाइक इट भने कि सानो बच्ची, यो पक्कै नेपालमा पढेको यो कहाँ पढेको यो युलेन्समा पढेको त्यो भनेपछि त्यो त स्कुलिङको कुरा हो नि। र हामीले पनि त्यो कलामा चाहिँ कथामा हो जेमा त्यसलाई कसरी प्रकट गर्ने, त्यो सौन्दर्य तत्त्वको बारेमा चाहिँ एउटा व्यापक छलफल हुनुपर्छ। व्यापक अब गोर्खा समाजले यसमा चाहिँ जिम्मा लियोस्। अब बढी बोल्यो भने तिनीहरूले भन्दा बढ्ता बोल्न हुन्न। यो मलाई यहाँ आज यो चाहिँ विशिष्ट कार्यक्रम भन्दा प्रेमिल कार्यक्रम के हाम्रो चाहिँ सभाले म पनि यही पढाउँथेँ होइन। पहिला कतिवटा चाहिँ योसँग भावनात्मक सम्बन्ध छ। अब उहाँको छोरी समाज होइन, यो आज एउटा किताब लेखेर गौरवको कुरा हो। तर अब अर्को कविता यो के छ थाहा छैन मलाई। समीक्षकहरूले पनि यो कुराहरू भनिदिनुपर्छ, राम्रो मान्छे भन्नुहुन्न होइन। यो एउटै कुरालाई याद गर्दै एस्थेटिक भन्ने हुन्छ नि, सौन्दर्य तत्त्व नै
एउटा म लास्टमा भन्छु अस्कर अवार्ड पाइन्छ नि अस्कर अवार्ड यो साउथ यतातिर एसियाले पाउँदै पाउँदैन अलिक पाउनु थालेको छ चाइनाले पायो अनि कोरियाले पायो अस्कर अवार्डको जुटीहरूले के भन्छन् भने यो कुन क्यामेराले खिच्यो हामी त्यो हेर्दैनौँ यसको रुट यसको के अरे यसको कुन भावमा यो लेखेको छ त्यो चाहिँ महत्त्वपूर्ण कुरा भन्न भनिन्छ कि त्यस कारण हामीले त्यो कुरालाई हामीले ख्याल गरेर अबदेखि लेख्नु हाल्नु Extreme Energy Drink. सबैजनामा एकमुष्ट रूपमा हार्दिक नमन। सर्वप्रथम आजको यस लोकार्पण समारोहका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र आजको यस लोकार्पण समारोहकी लेखेका आदरणीय प्रिय दिदी शोभा अधिकारीज्यू र मञ्चासीन समालोचकज्यूहरू, प्रमुखना बहुमुखी क्याम्पसकी आदरणीय गुरुआमा सहायक प्रमुख विमला नेपालज्यू, जुनबाट म धेरै यो साहित्यको विषयमा अझै उहाँबाट धेरै कुरा सिकेकी छु मैले, र यहाँ उपस्थित आफ्नो आफ्नो विधामा त्यक्त सम्पूर्ण साहित्यिक मनहरूप्रति म प्रत्येक तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन नमन। र तपाईँ सम्पूर्णमा प्रज्ञकना समग्र परिवारको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। र सर्वप्रथम म कथा सुरु गर्नुभन्दा पहिला आदरणीय दिदी शोभा अधिकारीज्यूलाई धेरै धेरै बधाई दिन चाहन्छु यो आमाको आँखा लोककथाको लागि। मैले दिदीलाई केही थोरै चिनेको छु। 2057 सालको उच्चवाददेखि लिएर उहाँ छोरी, विद्यार्थी, नेत्री, श्रीमती, शिक्षिका, आमा सँगसँगै आज उहाँ लेखनको क्षेत्रमा लेखिकाको रूपमा स्थापित भएको छ। उहाँको यात्रा तपाईहरू सबैको लागि प्रेरणाको स्रोत बन्न सक्छ। र मेरो लागि त जब उहाँलाई चिनेकी छु उहाँले थोरै किस्साहरू भन्नुभएको थियो। 57 सालमा जब म सभापति थिएँ, म आज त्यही सुप्रिमको सभापति छु, तब मैले नेतृत्व मात्रै गर्दै थिएँ। सडकका आन्दोलनहरू, पिताजीका आन्दोलनहरू मात्रै म सारिक हुँदै थिएँ। म स्वावलम्बी पनि बन्नको लागि शिक्षाको काम पनि गर्थेँ भन्नुभएको थियो। त्यसैले पनि मैले समाजमै प्रभावित छु र दिदीलाई यसको लागि बधाई सँगसँगै अझै दिदीहरूका सपनाका जो सिँढीहरू छन् त्यो सिँढीहरू सफलताको शिखर छुन् भन्ने शुभकामना सँगै मैले लोककथा सुरुवात गरेँ। र यो कथाको शीर्षक रहेको छ आमाको आँखा। म वाचन गर्न गइरहेकी छु। श्रीमतीको कटु वचनले आज रोमीले आफ्नो आमा सम्झियो। उसको मन भटक्क भयो। छोराछोरीको मुख हेर्यो, मन बुझेन। केही नभने घरबाट कार लिएर निस्कियो। दाई, दाई, भाउजू, भाउजू, रोमीले पुरानो घरबेटीलाई बोलायो। ओहो रोमी, कहाँबाट आयो? 2 महिना अघि तिमीले आमा आएर सामान र चिठी छोडेर जानुभएको थियो। तिमी घर बनाएर सोयौ, तिम्रो ठेगाना थाहा नभएर खबर गर्नै पाएन। चिठी दिँदै भने। रोमीले चिठी खोल्यो। बाबु, तिमी मेरो कुटु, प्राण, जिन्दगी, हाँसो, खुसी, सुख सबै चिज हौ भन्ने लाग्थ्यो। बाबु, तिमी मेरो मुटु, प्राण, जिन्दगी, हाँसो, सुख सबै चिज हौ जस्तो लाग्थ्यो। मैले तिम्रो लागि
अन्याय अत्याचार दमन पीडा खेपे मैले तिम्रो लागि अन्याय अत्याचार दमन पीडा खेपे त्याग तपस्या समर्पण गरे इच्छा चाहना आवश्यकता आफैमा सीमित राखे तिमी 2 वर्षको हुँदा म 18 वर्षकी थिएँ तिम्रा बाबा धन कमाउन घर छोडेर गएका कहिले फर्केनन् सानोमा खेल्दा लडेर तिम्रो आँखा फुट्यो मेरो अनुरोधमा डाक्टरले मेरो आँखा तिम्रोमा प्रत्यारोपित गरिदिए फलस्वरूप आज तिमी इन्जिनियर बन्यौ म काली आमा बने बाबु म काली आमा बने बाबु तिमीले घरबाट निक्ला भनेपछि म गाउँ फर्किए जब तिमीले मलाई घरबाट निक्ला भन्यौ म गाउँ फर्किए गाउँको जायज त तिमीले बिक्री गरिसकेका रहेछौ मेरो बास वृद्धाश्रममा हुन पुग्यो म दमले थलिएकी थिएँ अन्तिम क्षणमा तिमीहरूको याद आएर भेट्न आएकी थिएँ भेट भएन तिमीहरू ठाउँ सरिसकेका रहेछौ गीत तिम्रो आमा रोमी भक्कारिँदै रुन थाल्यो आमा मेरी आमा तिमी काने होइनौ म पो कानौ म कानौ आमा आमा खोज्नु गाउँतर्फ हिँड्यो भेटाएन धेरै दिनपछि खबर पायो सडकमा भेटिएको बेबारेसी लास पनि पुलिसले काली आमालाई सदाका लागि अन्त्येष्टि गरिसकेका रहेछन् रुमी आमाको अन्त्येष्टि गरेको घाटमा पुगेर छाती पिटी पिटी चिच्याउँदै रुन थाल्यो आमाको आँखा धन्यवाद छोटो समयमा धेरै कुरा सिकिन्छ जस्तो लाग्छ र यो लघुकथा पहिला हामी राष्ट्रपुकारमा काम गर्थ्यौँ अब अत्यन्त सधैँभरि कविता बोकेर आउने ठाउँ चाहिँ यो विनय चिन्ता हो उनी मरे धेरै साथीहरू हुनुहुन्थ्यो त्यो समयका म राष्ट्रपुकारमा सम्पादक थिएँ हुन्न दाइसँग बसेर काम गर्थेँ त्यहाँ हरिविनोद अधिकारी भन्ने एकजना मान्छे हुनुहुन्थ्यो अहिले पनि हुनुहुन्छ उहाँ यस्ता लघुकथा भनेर लेखिरहनुहुन्थ्यो क्या फुत्ता 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 उहाँका आइरहन्थे म जिस्काइरहन्थेँ के लेखेर दाजु यो काम नपाएर अल्छी लागेर कि नजानेर भन्थे कहिलेकाहीँ तर वास्तवमा सबभन्दा बढी समय दिएर लेख्नुपर्ने विधा चाहिँ यस्तै हो तपाईँले भाषण गर्नु पर्यो भने 3 घण्टा 4 घण्टा भाषण गर्नु पर्यो भने कुनै तयारी चाहिँदैन यसै बोल्न सकिन्छ तर 3 मिनट या 5 मिनट बोल्नु पर्यो भने त्यही ढङ्गको तयारी चाहिन्छ त्यस्तै यो लघुकथा पनि लामो कथा लेख्नु पर्यो भने धेरै कुराहरू आउँछन् जोडिँदै जान्छन् तर लघुकथामा बुलेट शैलीमा लेख्नुपर्छ त्यो थोरै साहसले हुँदैन मैले शोभा बहिनीलाई त वास्तवमा त्यो कहिलेकाहीँ आर्टिकलहरू पढे उहाँको न्युजपेपरमा तर यस्तो खालको साहित्यिक सिर्जनाको लागि पहिला चिनेकै थिएन म त नेता भनेर बाटोमा आजभोलि भन्न छोडेको छ हो बाटोमा जय जय भन्दै गरेको अब पहिले चिनेर त्यसरी हो पहिले उहाँको नेता अब नेता नेतृत्व गर्छन् के को लेख्छन् जस्तो लाग्छ तर राम्रो लेखेको रहेछन् म बधाई दिन्छु मलाई चाहिँ 2टा कुरा यसमा जोड्न मन लाग्यो यो अन्तिम पेजमा कोहीले मलाई तपाईको आँखा पुगेन कि जस्तो थियो मसिना अक्षर छन् कि यहाँ चाहिँ त्यसकारणले त्यति आँखा नपुगे जस्तो लाग्यो यो कृति कसरी जन्म्यो भनेर अन्तिम पेजमा शोभा बहिनीले लेख्नु भएको छ रगतको आँसुले लेख्या मैले यो कृति भन्नुभएको छ रगतको आँसुले यो शब्दले तपाईहरु अन्तिममा पढ्नु होला यो कृति कसरी जन्म्यो भन्ने कुरा सुरुमा छैन अन्त्यमा छ सही हो मैले भनेको कुरा सही हो यो वास्तवमै यो कुराले मलाई चाहिँ व्यक्तिगत रूपमा धेरै छोड्यो मैले पनि एउटा रगतको आँसुले लेखेको एउटा किताब हो शान्ता भन्ने उपन्यास त्यसकारणले मलाई यो रगतको आँसुको त्यो दह कस्तो हुन्छ कति तातो हुन्छ कति कठोर हुन्छ कति कोमल हुन्छ भन्ने कुराको केही हदसम्म जानकारी छ त्यसकारणले यो कृति तपाईले तयार गर्दाखेरि जुन कुरा भित्रैदेखि तपाईले अनुभव गर्नुभयो भित्रैदेखि जुन कुराले तपाईलाई छोयो भित्रैदेखि जुन कुराले तपाईलाई घोच्यो वास्तवमा त्यसले यति राम्रो सृजना तयार पार्यो मलाई लाग्छ त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ त्यो त्यो वातावरण सही थियो कि थिएन म भन्न सक्दिनँ यसबाट किनभने वातावरण सही हुन्छ भन्ने छैन तर एउटा कृतिको आधार बन्यो
त्यसकारणले पनि थोरै खुसी हुनुपर्ने हुन्छ। जति अप्ठ्यारो परे पनि जति पीडा भए पनि तपाईँले यो व्यक्त गरेको शब्द वास्तव तपाईँ सबैले पढ्नुभयो भने बडो गजब छ। यता पढ्नुभन्दा त्यही एक पेज पढ्दाखेरि धेरै कुरा थाहा छ। अब धेरै कुरा भन्दिनँ। बहिनीलाई मलाई 5 मिनटको शुभकामना भने जस्तै बाबुले म धेरै बोल्ने पक्राइन छैन आज। वास्तव मैले पनि थाहा थिएन बोल्छु भनेर। अघि हाम्रो ठाकुर भाइको त केही न केही जोडिया रहेछन्, पुरानो कुरो यसो गरेँ उसो गरेँ भन्नुभयो, मेरो त त्यो पनि थिएन। तर मलाई यहाँ निम्ता गर्नुभयो, केही कुरा राख्ने कुरा गर्नुभयो। एउटा कुरा चाहिँ ख्याल गर्नुपर्ने, हामी सबै लेखकहरू छौँ, यहाँ प्राध्यापकहरू छौँ, लेखक प्राध्यापक पत्रकारहरू सबै सचेत। मलाई के लाग्छ भने नेपालको अत्यधिक सचेत नागरिकहरूको उपस्थिति छ यहाँ। सबैभन्दा बढी सचेत नागरिकको उपस्थिति छ। स्वतन्त्रता भन्ने तत्त्वलाई हामीले छोड्नु हुँदैन। बिस्तारै हामीले आफ्नो स्वतन्त्रता त्याग्दैछौँ। जो मान्छे आफ्नो स्वतन्त्रताबाट मुक्त हुन्छ त्यो मान्छेले देशको स्वतन्त्रता पनि बचाउन सक्दैन। अहिले हामी हाम्रो आफ्नो स्वतन्त्रता पनि बिर्सँदैछौँ र देशको स्वतन्त्रताका प्रति त हाम्रो कुनै समर्पण नै छैन। अहिले सबैभन्दा ठुलो समस्या त्यो छ। त्यसैले यो लेखकहरूले लेखकहरूले पत्रकारहरूले सबैले यो विषयमा ध्यान दिनुपर्ने जरुरी छ। अहिलेको युग भनेको के हो? मेसिनमा लगेर हाम्रो मस्तिष्क चढाएको युग होइन भनेको। सबै आफैले निर्माण गरेको मेसिन यन्त्रभित्र लगेर हाम्रो मस्तिष्क राखेका छौँ र त्यो मेसिनले, त्यो फलामको मेसिनले जता जता घुमाउँछ, हामी त्यतै घुम्ने र त्यसैको प्रभावमा संसार परिवर्तन गर्छौँ भनेर लाग्नेहरू आज सबैभन्दा अगाडि भएर भक्क अवस्था छ। सबै चिज त्यसकारणले हामीले हाम्रो मस्तिष्कलाई लगेर मेसिनमा केन्द्रित गरेको अवस्था छ। अब त झन् एआई आयो भन्छन्, सबैले त्यही भन्छन्, सबै लेख्नलाई त्यो गजब छ। आज केही बोल्नु छ, शोभाको किताबमा केही बोल्नु छ भन्ने त भन भने पुरा लेखेर दिन्छ, यहाँ पढ्ने भइहाल्छ नि। कति सजिलो भइसक्यो, सजिलो भयो नि, मान्छे सजिलो भइसक्यो। मान्छे आफ्नो मस्तिष्क कतै धरौटी राखेर बस्ने अवस्था भइसकेको छ। हृदयको त कुरै भएन, हामीसँग संवेदना नै हराइसकेको छ। जहाँ मेसिनसँग कुरा हुन्छ त्यहाँ संवेदना हुँदैन। त्यसकारणले अहिले हामीले सोच्ने बेला भएको छ। मैले यति मात्रै अन्तिममा भने, हामी लेखकहरूले जस्तो हाम्रो स्वाभाविक स्वतन्त्रता आन्दोलनकी मान्छे भएको हुनाले मैले यति कुरा थपेँ। स्वतन्त्रता अहिले हामी हाम्रो आफ्नो स्वतन्त्रताबाट हामी आफै मुक्त हुने प्रयत्न गरेका छौँ, जो गलत हो। स्वतन्त्रतालाई हामीले सुरक्षित गर्नुपर्छ। जब हामी आफूबाट स्वतन्त्रताबाट आफै मुक्त हुन्छौँ, देश पनि स्वतन्त्र हुँदैन। त्यो कुरा हामीले ख्याल गर्नुपर्ने अवस्था छ। एकदम नै राम्रो कृतिको लागि म बहिनीलाई धन्यवाद दिन्छु र यस्तै अरू सृजनाहरू आऊ शुभकामना पनि दिन्छु र तपाईँले जम्मैले गरेको विवेचना समीक्षासँग मेरो सहमति छ। यो पद्म कन्या कलेज र यो मञ्च र यो कलेज मेरो साहित्य र शिक्षा त्यसै गरी समाज सेवाको उद्गम स्थल हो। मैले यही मञ्चबाट धेरै पुरस्कारहरू प्राप्त गरेँ। अझै एउटा स्मरण गर्न चाहन्छु, मैले यसै कलेजको प्राङ्गणमा स्वर्गीय रानी ऐश्वर्या राज्यलक्ष्मी देवीबाट पनि मैले पुरस्कार प्राप्त गर्ने मौका पाएँ। मेरो त्यो अवसर पनि थियो। र वास्तवमा साहित्य भनेको एउटा दिव्य बगैँचा रहेछ। जति हामी भित्र छिर्छौँ त्यति आनन्द आउने, त्यति सुगन्ध फुलहरू फुल्ने र जीवन बाँच्नुको अर्थ थाहा पाइने। अझै भनौँ, साहित्य एउटा समाजको दर्पण, मानवीय संवेदना पोतेको एउटा प्रतिबिम्ब अथवा एउटा हामीले व्यक्त गर्ने माध्यम हो। आज मैले आफैसँग लुकाइराखेको यो सिर्जनालाई यहाँहरू सामु प्रस्तुत गरेको छु। यो मेरो गर्व र खुसी दुवै हो। कति रातहरू मलाई मेरा सपना र कल्पनाहरूले सिरानीबाट घोचघचाइराखे। उठ शोभा, उठ लेख। र हरेक बेखानीहरूले मलाई भन्थे, शोभा तब थाक्न हुँदैन। पहिले देखेका कुराहरू, भोगेका कुराहरू, कल्पना गरेका कुराहरू, देखेका सपनाहरू, अन्याय अत्याचारहरू शब्दमा उतार भनेर मलाई
उक्साइरहन्थे, हौसला दिइरहन्थे। तिनै भावना भोगाई यथार्थको सङ्गम हो यो आजको पुस्तक आमाको आँखा भनेर यहाँहरू समक्ष आएको छ। आजको व्यस्त समयलाई मध्यनजर गरेर मैले लघुकथा आमाको आँखा लेखेको हो। यो कागज र मसीको मात्र मिलन होइन, यो मुटुको एउटा मेरो जीवित टुक्रा हो। मेरो यो आजको यात्रा होइन, आजको मात्र यात्रा होइन, कक्षा 8 मा पढ्दादेखि नै अक्षरसँग मेरो गहिरो प्रेम बसेको थियो। घरमा यो बिग्रो छे भनेर धेरै गाली पनि खाएँ, तर साहित्यप्रतिको भोक यस्तो थियो कि म राति लुकेर कविता र कथा पढ्थेँ, बिहान सिरको खोलभित्र किताब लुकाएर पठाएर जस्ताको तस्तै राखिदिन्थेँ। ती लुकाएका किताबहरूले आज मेरो पहिचान भएर बनेर यहाँहरूको सामु आएको छ। 2051 सालको जमलको भित्ते पत्रिकाबाट सुरु भएको मेरो लेखन यात्रा आज 26 वर्षमा आइपुगेछ। 2057 सालदेखि स्पेस टाइमबाट सुरु भएको मेरो व्यावसायिक लेखनको यात्रामा हिमालयन टाइम्स, राजधानी, नागरिक, कान्तिपुर हुँदै गोरखापत्रसम्म आइपुग्दा मैले धेरै भोगाइहरूलाई अक्षरमा उतार्ने प्रयास गरेँ। आज लोकार्पण भएको कृति आमाको आँखा जन्मनुको पछाडि एउटा विशेष धार्मिक कथा छ। 12 वर्ष अघि मेरो छोरा उठिदेऊ, मेरो छोरा सुक्रेजङ दाहालको एउटा सानो कुराले मलाई गहिरोसँग छुयो र मैले लघुकथा लेख्न सुरु गरेँ। तर त्यही समयमा दुर्भाग्य भनौँ के भनौँ, मेरो स्कुटर दुर्घटना भयो र मेरो दाहिने हात भाँचियो। शरीरमा पीडा थियो, तर मनमा सृजनाको ज्वालाबाट उम्लिरहेको थियो। दाहिने हातले लेख्न नसकेपछि मैले पाण्डुलिपि पनि ल्याएको छु, देब्रे हातले लेख्न सुरु गरेँ र लगभग 32 वटा कथा मैले देब्रे हातले लेखेँ र 10 वटा कथा मात्रै मैले दाहिने हातले लेखेको। आज यी अक्षरहरू पुस्तकको रूपमा यहाँहरूको हातमा पुग्दा मलाई लाग्छ समर्पण भयो भने अचम्म भन्ने कुरा केही पनि छैन। अचम्म भन्ने शब्दकोशमा चाहिने भएर मात्रै राख्न परेको हो। यो यात्रामा मलाई साथ दिने धेरै हातहरू छन्। पाण्डुलिपि थन्किएर बसेको बेला मलाई झकझकाउने मेरा प्रिय मित्र कवि तथा पत्रकार ठाकुर बेलबासे र नेपाल प्रेस.com का प्रधान सम्पादक मातृका पौडेल हुनुहुन्छ। त्यसै गरी पुस्तकको मर्म बुझेर भूमिका लेखिदिने आदरणीय मनका धनी शालीन व्यक्तित्व वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदनज्यू, त्यसै गरी अति नै हाँसिराख्ने हौसला प्रदानदेखि जस्तो लाग्ने अनुहार हेरम लाग्ने आदरणीय दाजु तुलसी हरि कोइरालाज्यूले मेरो पुस्तकको मर्म बुझेर भूमिका लेखिदिनु भयो। म उहाँहरूलाई नमन गर्न चाहन्छु। त्यसै गरी यस पुस्तक आउनमा राजेन्द्र दाई, नवराज बजगाई र यो बुद्ध प्रकाशन परिवारलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र यस कृतिमाथि आफ्नो स्नेही समीक्षा राखिदिने मेरा प्रिय आत्मीय कसरी सम्बन्ध गरौँ प्रिय दुवैजनालाई, यी साथीहरू अनुपमा रेग्मी र सुमन घिमिरे वर्षालाई पनि एकदम मुटुभरि माया। र आजको यस गरिमा मैले मेरो खुसीको क्षणमा प्रमुख अतिथि जुन आफ्नो समयको व्यस्ततामा पनि आउनुभयो मेरो प्रिय गुरु अशेष मल्लज्यूलाई पनि म नमन गर्न चाहन्छु। सबैभन्दा महत्त्वपूर्ण कुरा, आज यो हलमा हामीलाई सुन्न र
मेरो सृजनालाई आशीर्वाद दिन पाल्नुभएका सम्पूर्ण आदरणीय महानुभावहरू, साथीहरू, आफन्तजनहरू, प्रिय मेरी बहिनी भुपी लगायतका अरू मेरा प्यारा बहिनीहरू सबैलाई मुटुभरि माया। त्यसै गरी यहाँ उपस्थित आदरणीय सबै महानुभावहरूमा सबैमा माया, सम्मान र म नमन गर्न चाहन्छु। म लेख्न बस्दा कहिल्यै मलाई डिस्टर्ब नगर्ने मेरो प्यारो छोरा सुकृजन दाहाल र मेरा हरेक कार्यमा साथ दिने मेरा जीवन साथी सुरज दाहाल प्रति हार्दिक धन्यवाद। यो हल उपलब्ध गराइदिनुहुने क्याम्पस प्रशासन र आदरणीय गुरुआमा विमला नेपालज्यूलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अन्त्यमा यदि हजुर जीवन, समाज, परिवार, पैसा, आफन्त, परिश्रम र हराउँदै गएको मानवीयताको सुगन्ध महसुस गर्न चाहनुहुन्छ भने आमाको आँखा एकपटक अवश्य पढ्नुहोला। म त पढ्न सक्दिनँ, मलाई धेरै पीडा हुन्छ त किताब पढ्दा। र म एउटा हजुरलाई सत्य घटना पनि भन्छु, यहाँ आउँछ होला भनेर मैले आशा गरेको थिएँ। मैले सुमन वर्षाको सुन्न पाइनँ, मेरो इन्टरभ्यू भएर बाहिर गएँ, सरी प्रिय, म क्षमा माग्न चाहन्छु। मैले रेकर्ड गर्न लागेको छु, पक्कै पनि सुन्नेछु। र आदरणीय मेरा व्यक्तित्वहरूबाट आउँछ होला। यो जेन्जी आन्दोलन हुनुभन्दा मैले एक वर्ष अगाडि मातृभूमि, पहिला डाक्टर साहब लेखेको थिएँ, शीर्षक चेन्ज गरेँ, मातृभूमि लेखेँ। जे लेख्छु मैले त्यही जेन्जी आन्दोलन भयो। र म अलि बढी कल्पनाशील हुन्छु भनेर मेरो घरको श्रीमानले भन्नुहुन्छ, कतै तिमीलाई राशि लान पर्ला है, धेरै कल्पना नगर भन्नुहुन्छ। अब त मेरो कमजोरी पनि होला बढी कल्पना गर्नु, त्यही भएर कहिले टाउको पनि दुख्छ। र म हजुरलाई भन्छु, मैले लेखेको कविता कथा होइन, अब हुने 20 वर्ष पछाडि जे हुन्छ यो संसार नेपालमा त्यही कथा मैले लेखेको छु। एकचोटि पक्कै पढ्नुहोला। मलाई विश्वास छ हजुरले यो पुस्तकमा गरेको लगानीलाई मेरो शब्द र भावनाले पक्कै न्याय गर्नेछ। मेरो साहित्यिक यात्रामा यहाँहरूले देखाउनु भएको यो सद्भाव, उपस्थिति मेरो लागि सबैभन्दा ठुलो पुरस्कार हो। भनिन्छ एउटा असल पुस्तक पढ्नु भनेको 100 जना असल साथीहरूको सङ्गत गर्नु जस्तै हो। यो पुस्तक साना कथाहरूको सङ्गाला हो, तर यसमा समेटिएको सन्देश विशाल छ। पढेर आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला। यहाँहरूको साथ, सहयोग र समर्थन आगामी दिनमा पनि यसै गरी पाइराखौँ। धेरै महत्त्वपूर्ण महानुभावहरू आउनु भएको छ। यो साहित्यिक कार्यक्रम हो, हामीले मञ्च दिन सकेनौँ, यसको लागि म व्यक्तिगत तर्फबाट धेरै क्षमायाचना माग्न चाहन्छु। पुनः एकपटक यहाँ उपस्थित सम्पूर्ण आत्मीय मनहरूमा नमन, सप्रेम माया र हार्दिक सम्मान गर्दै यहाँ उपस्थित सबैजनालाई फेरि मेरो मुटुभरिको माया र धन्यवाद। यहाँले दिनुभएको समय र माया म सधैँ मेरो हृदयमा सधैँ राख्नेछु। ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।